तपाईहरुलाई स्वागत छ। म अहिले हिँडिरहेको गाउँघरतिर यसो रिपोर्टिङको लागि आएको। अनि त्यही भएर भ्लग पनि बनाइहालौँ रिपोर्टिङको साथसाथै भनेर चाहिँ यहाँ एउटा भ्लग तयार गर्दैछु साथीहरू। अब हेर्न सक्नुहुन्छ यहाँ यो मकैबारी हो, अब यो मकैबारी अब कहिले रेडी हुन्छ थाहा छैन। यहाँ मकै छ, अब यो मकै भगाएर मकैको पिठो पिसेर रोटी खाने हो। अनि यो मकैलाई नै पिसेर भात खाने हो हामी। अब यहाँबाट पानी लिन चाहिँ कहाँ जानुपर्छ म तपाईँहरूलाई देखाउँछु। पानी बोक्न चाहिँ अब यो पाहाडको ठाउँमा दुःख हुन्छ। पानी बोक्न जाने ठाउँ कहाँ हो भनेपछि हामी पानी लिन लाग्छ खोलामा। यो बाटो हो। गाडी भिड छ। भाउजू हामी कहाँ जानु लागेको? बाटो त म त जानु सक्दिनँ क्या भाउजू, अठार छ त। त्यो राम्रो घाँस छ। हामी गाइज यो तल देखिराख्नु भएको छ नि, यहाँ हो यो भैरवी बगिरहेको छ। यो भैरवी हो। अब यसको भैरवीको हामी वानमा नुहाउन जाँदैछौँ। भैरवी नुहाउन हामी चाहिँ खासमा देउता नुहाउन आएको। यो चाहिँ दैलेखको चामुण्डामा पर्छ, दैलेख चामुण्डामा। त्यसै गरी लामो यात्रापछि हामी चाहिँ यहाँ पुगेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। म चाहिँ विशेष गरी यहाँ पुग्नको लागि चाहिँ काठमाडौँबाट आएको छु। छ कि साथीहरू स्विजरल्यान्ड भन्छ नि। ल हेर्नुहोस्, अब यो हेर्नुहोस्, यो यस्तो राम्रो ठाउँ छ। तपाईँहरू एकचोटि जसरी भए नि घुम्न पर्ने आउनु पर्ने नै ठाउँ हो यो। दाजु हेलो, हाई हाई मेरो भाइ। ल तपाईँहरूलाई स्वागत छ। दाइलाई चिन्नुभयो होला के अरे, यसो उहाँ चाहिँ टिकटकमा एकदम भाइरल हुनुहुन्छ। उहाँको टिकटक दाजु तपाईँको टिकटक एकाउन्ट के अरे? दिल्लीराम न्युरे जेठो। न्युरे जेठो। उहाँलाई चाहिँ फलो गरिदिनु होला जति पनि हुनुहुन्छ मेरो साथीहरू। र हामी चाहिँ यो देख्न सक्नुहुन्छ यो जङ्गलको बाटो हिँडिरहेछ। यहाँ एकदमै गाह्रो छ। अब हामीले घाउ बाँध्न आउनु थिएन, मलाई धौला छैन। पलाइबाट आएको छ भने अरे तीर्थयात्रा त्यतिकै हुन्छ र, दुःख गर्नै पर्छ। दुःख गर्नै पर्छ। दुःख नहरी तीर्थ हुँदैन। पञ्चकोशी यात्रा, पञ्चकोशी नुहाउन मेरो दिदी, मेरो बहिनी पछाडि त्यहाँ हुनुहुन्छ। त्यस पछाडि मेरा बुहारीहरू हुनुहुन्छ, मेरा कान्छा बाउहरू हुनुहुन्छ, बाउहरू भाइ सबै हुनुहुन्छ। हाम्रा पाली हामी मष्ट देवता स्नानको लागि आइरहेका छौँ। देवता पुज्न, पुण्य कमाउने, देवता पुज्ने।
हाय कुलदेवता हाम्रो कुलदेवता हाम्री अर्की बहिनी साइली बहिनी मेरो यो पहिलो जन्मजातै यहाँ नआएकी पहिलोचोटि यस धरतीमा टेकेकी कान्छी बहिनी माइली बुहारी अर्की छोरी उतापट्टि माइली बुहारी अर्की साइली बुहारी माइला वा उता काइला वा उता मेरो भाइ बिमल वीरेन्द्रनगरदेखि जय कुलदेव। फाइनली गाइज हामी चाहिँ अब पञ्चकोशी भैरवीको नजिकै पुगिसकेका छौँ। अब यो देख्न सक्नुहुन्छ हाम्रो टोली चाहिँ अगाडि बढिरहेको छ, पारिबाट आउँदैछ। म चाहिँ अलिकति अगाडि भइसकेको छु र तपाईँहरूलाई म देखाउँछु पञ्चकोशी यानि कि भैरवीको दृश्य। अब यहाँ हेर्न सक्नु, अब यसको बारेमा चाहिँ यसको दन्त्यकथा यानि कि यसको प्राचीन महत्त्व भन्ने कुरा म तपाईँहरूलाई अर्को भिडियोमा जनाउने छु। यसलाई चाहिँ कसरी धार्मिक स्थल बनाइयो र यो धार्मिक स्थल हुनुको मुख्य कारण चाहिँ के हो, यो धार्मिक स्थल कसरी बन्यो र यसको चाहिँ के हो भन्ने कुरा म तपाईँहरूलाई बताउने छु। र यहाँ चाहिँ विशेष गरी देउता नुहाउनको लागि चाहिँ आइन्छ। देउता नुहाउनको लागि यो कुण्डमा चाहिँ आइन्छ। यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ एकदमै ठुलो शक्तिपीठको रूपमा पनि मानिन्छ। त्यसै गरी यो भैरवीमा चाहिँ विभिन्न ठाउँमा चाहिँ यो दैलेखमा चाहिँ विभिन्न कुण्डहरू रहेको, कुण्डहरूमा चाहिँ स्वयं आफै चाहिँ ज्वाला उत्पत्ति भएको ठाउँहरू पनि छ। त्यसको बारेमा पनि हामी जानकारी दिने नै छौँ र बताउने नै छु। र चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ यो नुहाउने ठाउँमा चाहिँ पुगिसकेको छ र यो देख्न सक्नुहुन्छ यहाँ चाहिँ माथिबाट चाहिँ यो पानी खसेको र यो बिचमा केही कुराहरू छ जहाँ केही मूर्तिहरूदेखि लिएर विभिन्न कुराहरू चाहिँ देख्न सकिन्छ। यो चाहिँ नर्मल्ली हामीसँग चाहिँ त्यस्तो अल्ट्रा लेन्स नभएको कारणले हामीले चाहिँ मोबाइलबाटै सुट गरेको भएर चाहिँ यो देखाउन सकिएन। जस आँखाले चाहिँ देख्न सकिन्छ। अब यसमा चाहिँ स्यामसङ S24 अल्ट्राको चाहिँ आवश्यक परेको थियो मलाई चाहिँ है यो यहाँको दृश्य खिच्नको लागि। अब यो माथिबाट चाहिँ छरा छ, यहाँ चाहिँ तल एउटा कुण्ड छ, कुण्डमा चाहिँ देउताहरूले नुहाउने ठाउँ हो यो चाहिँ। त्यो यहाँ धेरै रहेछ नि। त्यसै गरी यतापट्टि यहाँ गणेशजीको मूर्ति पनि मैले देखेको छु। गणेश र हनुमानको शक्तिले देख्न सकिन्छ। चाहिँ नुहाउन लागिसकेका छन् र अरूहरू पनि नुहाइरहेका छन्। हाम्रो पालो सुरु भइरहेको छ। कुण्डमा चाहिँ देउताहरूले चाहिँ नुहाइरहेको र कोही उफ्रिरहेको देख्न सक्नुहुन्छ। जेन्ट्सहरू नआउँदाखेरि फोटो खिच्दा यो चाहिँ फाइनल्ली देउता नुहाउने चाहिँ कुण्ड हो। यो कुण्डमा चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मान्छे चाहिँ गएर नुहाउनु पाइयो होइन। खासमा चाहिँ है यो चाहिँ देउताहरूले नुहाउने यहाँ चाहिँ कुण्ड हो। यो कुण्डमा चाहिँ भगवान् शिवले चाहिँ सतीदेवीको लास सबै सकिसकेपछि यो कुण्डमा आएर चाहिँ स्नान गर्नुभएको भन्ने कुरा छ। देख्न सक्नुहुन्छ यो चाहिँ माथिबाट झरेको एकदमै राम्रो दृश्य हो। र फाइनल्ली हामीहरू चाहिँ नुहाएर देउता स्नान गरेर हामी चाहिँ फर्किरहेका छौँ र बाटोमा यो चाहिँ अब हामी केही समयमा अब घर पुग्दैछौँ। फाइनल्ली गाइज हामी चाहिँ अब आधा बाटो हिँडिसक्यौँ। यहाँ चाहिँ बुवाहरू हिँड्दै हुनुहुन्छ, अनि पछाडि दाइहरू हुनुहुन्छ।
लास्टै धाउँछ के गरौँ हजुर सिपी छैन उकालोमा चढ्न हाम्रो हामी चाहिँ नजिकै पुगिसक्यौँ र अब चाहिँ हाम्रो यो चाहिँ कार्यक्रम सुरु हुन्छ त्यसपछि म केही बोल्दिनँ जे छ क्यामेरामा कोही छ सम्पूर्ण कुरा आज यस्तै आज हाम्रो आज भालो पनि आज हाम्रो दादाहरू चाहिँ यहाँ चाहिँ खासमा रोटी पकाउँदैन है दादाहरूले चाहिँ रोटी पकाएर पहिला खाना देउता बस्ने देउता सोध्ने कार्यक्रम भइरहेछ यहाँ चाहिँ होइन हाम्रो दादाहरूले चाहिँ विशेष गरी यहाँ चाहिँ प्रसाद बनाउँदै हुनुहुन्छ प्रसादको लागि प्रसाद बनाउँदै हुनुहुन्छ यसो पुरा खिचिदिउँ भनेको सबै खिचिदिउँ न के हुन्छ पुरा हेर्दै गर्छन् होला नि
झोला निकालिदिनु न।